हेलो फ्रेन्ड्स, गुड मर्निङ। आज चाहिँ मङ्सिरको 3 गते हो। मन्दिरसम्म पुगौँ भनेर चाहिँ म लाग्दैछु। अनि म अहिले चाहिँ यताबाट आएर श्री भदौरे गणेश मन्दिरतिर जाँदैछु। यहाँबाट चाहिँ अलिकति ओह्रालो झर्नुपर्छ। देखिने यो धारोमा पनि सद्भ्यू छरेको छ। ल यहाँ चाहिँ अहिले म चाहिँ यो यस्तो दामी ठुलो पिपलको बोट भएको ठाउँमा आइपुगेको छु। अनि यहाँबाट यस्तो चौतारा बजार चाहिँ यता पारिपट्टि हो। अहिले मजाले क्लियर देखेको छैन, घाम पनि लागेको छैन। अब यता तल जङ्गल छ, यो जङ्गलबाट पनि तल जानुपर्छ। बाटो चाहिँ छ। अहिले मलाई गर्मी पनि भइसकेको छ, तर अनि टोपी खोलेर म हिँड्दैछु। यहाँ मन्दिर आइपुगिसक्नु लाग्यो। अब यहाँ तल छ मन्दिर, यता तलबाट हो, तल घन्टी सन्टी बजेको आवाज आउँदैछ। अलि तल पुगौँ है त। पिपलको बोट छ, खोल्सो जस्तो पनि छ, पानी आउँदैछ। अनि अब मन्दिर चाहिँ यहाँ तल हो। अब म तलै पुगेर फेरि एकचोटि देखाउँछु। मान्छे पनि हुनुहुन्छ आज, डोरी पनि टाँग्दै हुनुहुन्छ रहेछ। फाइनल्ली मन्दिर आइपुगेको छ। यो एउटा शिवको मन्दिर हो। यता तल चाहिँ गणेशको मन्दिर। भदौरे गणेश मन्दिर चाहिँ सानो सिलबारीमा पर्दो रहेछ। लगाइछ। अब हामी अब निस्क्यौँ है त। ओह्रालो चाहिँ झऱ्यो। ओह्रालो अलिक दुगुर्दै कुद्दै झर्दाखेरि खुट्टा पनि हल्का दुखेकै छ। अनि अब उकालो हो, त कुदेर जान सकिँदैन, सो बिस्तारै जाने हो। गाइस, अब म लगभग फेरि त्यस्तै 15-20 मिनट हिँडिसकेँ उकालो। तर यो बाटो लगभग आधी जति बाटो हिँड्यो, जुन चाहिँ अघि झर्दा 20-25 मिनट लागेको बाटो चाहिँ अहिले उकालो चढ्दा चाहिँ त्यतिमा 15-20 मिनटमा आधी मात्रै बाटो हिँडेको छ। फेरि पन्नेश्वर महादेवको मन्दिर पनि रहेछ। यहाँनिर पनि यसो आइयो, दर्शन गरियो, सजिलो छरेको छ। रातभरि जागरण पनि बसेको रहेछन् यहाँ। ए हाम्रो दाइलाई पनि भेट्यो फेरि यहाँ। ल दाइ जाउँ होइन अब? ल अब लगभग आधी घन्टा उकालो हिँडे पछाडि चाहिँ श्री भदौरे गणेश मन्दिरको दर्शन गर्नुभएकोमा हार्दिक धन्यवाद प्राप्त भएको छ। यहाँबाट झर्दाखेरि लगभग 20 मिनट लागेको थियो भने चढ्दाखेरि चाहिँ आधी घन्टा जतिमा आइपुगिँदो रहेछ है त। अब त यो रोड भइहाल्यो। अब यहाँबाट हिँड्दै 10-15 मिनटको बाटो चौतारा। ल आजको लगभग 10 किलोमिटरको यात्रा पुरा गरिसकेको छु मैले। ल है त, बाई।